सो हे गाइज वेलकम ब्याक टु द न्यू एपिसोड अफ सन्देश पौडेल VLOGS भ्लग्स होइन। आज चाहिँ हामी एकदम फ्रेस मुडमा छौँ बिकज लन्डनमा धेरै दिनपछि घाम लागेको छ। तपाईँले दिन सक्नुहुन्छ होइन, पुरै घाम लागेको माहौल छ यतातिर। दिस इज आज म युनिभर्सिटी अफ ग्रिनविच भन्ने ठाउँ एकदम वान अफ द बेस्ट है। मेरो अस्ति साथी गएको थियो, मलाई त्यहाँ जानु मन लाग्थ्यो, त्यहाँ म पनि जान्छु भनेर चाहिँ हामीहरू यहाँ रेडी भइसकेको छौँ। अनि यो चाहिँ म बस्ने घर एज युजुअल तपाईँले थाहा भन्नु होला 41 गडविन स्ट्रिट। त्यसपछि अनि अब त्यसपछि हाम्रो एउटा साथी हुनुहुन्छ यहाँ, त्यसपछि अरू केटाहरू उता गइसकेको छन्। अब हामी चाहिँ ढिलो पुग्न लाग्छौँ। त्यसपछि आज मौसम एकदमै दामी खुलेको छ लन्डनमा होइन, यसरी गाडी साडीहरू पार्क गर्छन् यहाँ। त्यसपछि अनि अब यहाँबाट चाहिँ लगभग एउटा बस छ अरे, मेरो साथीले भन्थ्यो स्ट्राटफोर्ड जानुपर्छ। लन्डनबाट जसले हेर्नुभएको छ उसलाई थाहा होला स्ट्राटफोर्ड भन्ने कहाँ हो। त्यसपछि त्यो त्यहाँ गएर चाहिँ हामी 108 वाला बस नि चढ्छौँ, जो चाहिँ फ्री छ अरे। लेट्स सी फ्री हो कि होइन। त्यसपछि त्यो बस चढेर हामी चाहिँ डाइरेक्ट 22वटा स्टेसन छ अरे, त्यसपछि हामी ग्रिनविच पुग्छौँ। त्यहाँ गएर चाहिँ हामीले ग्रिनविचको माहौल देखाउँछौँ होइन। आज एकदमै फ्रेस छ माहौल, हुन्छ। घाम पनि लागेको छ, म हिरो भएर निस्किसकेको छु। एन्ड दिस इज द स्ट्रिट। अब हामी गएर भेट्छौँ गाइज। अब हामीहरू चाहिँ स्ट्राटफोर्ड स्टेसनमा आएको थियौँ, तर बस चाहिँ अहिले बाहिर आउने रहेछ। त्यही भएर म चाहिँ अब एक्लै डुलिरहेको छु यहाँ। घाम चाहिँ आज दामी लाग्छ लन्डनमा। त्यसपछि अब 108 नम्बरको बस कुद्छौँ हामीहरू त्यहाँ गएर स्टेसनमा, अनि त्यहाँ चाहिँ हामी चढ्छौँ। अहिले चाहिँ यस्तो छ माहौल, आज एकदम क्लियर छ लन्डन, जान्छ यहाँ। बाबाले मलाई पुरै भ्यू देखा भन्नुहुन्छ र मैले भ्यू देखाइरहेको छु होइन। हो बाबाले हेर्नु भयो ब्लग। त्यसपछि अगाडि त्यहाँबाट मान्छेहरू आउँछ। आज एकदम क्लियर छ है गाइज लन्डनमा। सो गाइज दिस इज द प्लेस। हामीहरू यहाँ आइसकेको छौँ होइन। त्यसपछि मेरो पछाडि देख्न सक्नुहुन्छ। अब यहाँबाट हो यो पुरै भ्यू। यस्तो छ यहाँ ग्रिनविच भन्ने ठाउँ आएको हामी पार्क है। अनि यहाँबाट चाहिँ डाउन टाउन लगभग होल लन्डन त भन्दिनँ, तर आधा लन्डन चाहिँ पुरै देखिन्छ। त्यसपछि अनि मेरो साथीले चाहिँ सजेस्ट गरेको थियो मलाई आइज भनेर, त्यही भएर अब घुम्न आएको हामीहरू। त्यसपछि केटाहरू चाहिँ उता पारिकोमा गइसके, म चाहिँ अब यता भिडियो बनाउनु भनेर आएको। त्यसपछि यो हो पुरै एरिया, यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो छ माहौल। अनि ऊ त्यहाँबाट तलतिरबाट देखिने यो पुरै लन्डन सिटी। लास्ट टाढो छ हौ यहाँ त। मैले भित्रबाट त्यो थर्मोकोट हुन्छ के भन्छ, थर्मल लगाएर बिर्सेँ। त्यही पनि केही छैन। अब हामी घुम्छौँ। मौसम पनि एकदम चिसो गरिरहेको होइन। त्यसपछि अब यहाँबाट हामी त घुम्छौँ, त्यसपछि फोटोसोटो हान्छौँ, अनि फेरि घर जान्छौँ। अब मैले माहौल देखाउँछु तपाईँलाई यहाँ कस्तो छ। यहाँ चाहिँ सायद कसैको याद बनाएको के हो, यहाँ लेखेको छ के हो भनेर, त्यो देख्छौँ हामी पछि। सो गाइज दिस इज द प्लेस वेयर आई वाज टकिङ अबाउट होइन, आई एम टकिङ अबाउट। त्यसपछि यहाँ मेरो पछाडि देखेको युनिभर्सिटी अफ ग्रिनविच हो। अनि यहाँबाट चाहिँ पुरै होल लन्डन देखिन्छ होइन। त्यसपछि अनि मेरो सिनारी देख्न सक्नुहुन्छ पछाडि। अनि यहाँ चाहिँ कति धेरै मान्छेहरू आएको छन् जस्तै देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ भिडियो बनाउन, फोटो खिच्न। त्यसपछि अहिले चाहिँ यहाँबाट चाहिँ अब विभिन्न देशबाट टुरिस्टहरू आउँछन्। त्यसपछि यतातिर चाहिँ तपाईँको यहाँ खासै भिडियोमा देखाएको छैन होला, यतातिर बिग बेन छ, वेस्टमिन्स्टर एरिया हो यो भनेको यतातिरको लन्डन ब्रिज एरिया हो। त्यसपछि यहाँको भ्यू कुछ ऐसा दिख्ता है। अब हामी यदि तल जानु त्यहाँबाट जानु मिल्ने रहेछ, तल हामी त्यहाँबाट गएर नजिकबाट देखाउँछौँ म तपाईँलाई त्यो युनिभर्सिटीको देखिन्छ भनेर। त्यसपछि यहाँ चाहिँ एकदम खतरा जाडो छ, बाहिर हात निकाल्न पनि एकदम चिसो भइरहेको छ। त्यसपछि हामी तल जान्छौँ, त्यसपछि त्यहाँको भ्यू इन्जोय गर्छौँ। त्यसपछि हामी सिधै घर जान्छौँ, किनभने एकदम एक्सट्रिम हट जाडो भइसकेको छ। अनि यहाँ कसको स्ट्याचु रहेछ होइन, यी खैरी केटीहरू यहाँ छन्। त्यसपछि अब हामी यहाँबाट तल जान्छौँ, त्यो फिल्ड देखिरहेको नि, त्यो फिल्ड देखाउँछु म तपाईँहरूलाई। सो गाइज यहाँबाट जुन तलतिर देखेको भ्यूहरूको बारेमा यहाँ चाहिँ लेखेको छ। त्यो अब यो भनेको यो सब यसको बारेमा एकदम डिटेल लेखेको छ। यहाँ मैले पढिसकेको छु। यो त्यहाँ तल भएको जतिको बारेमा सबै यहाँ एक्सप्लेन गरिदिएको छ। अब यहाँ चाहिँ तपाईँहरू आउनुभयो भने चाहिँ पढ्न सक्नुहुन्छ। मान्छेहरू एकदम बढिसकेको छन्, चिसो वाइल्ड छ हो बाहिर भिडियो बनाउनु भने। सो अब हामी तलतिर झर्दैछौँ। अनि अब माथि आउनु पनि फेरि वाइल्ड हुन्छ, फेरि तलतिर झर्छौँ पहिला। अब यहाँ म्युजियम चाहिँ भित्र छिर्ने भनेको बन्द भइसक्यो क्या, सायद खै मान्छेहरू गइरहेको छैनन्। यहाँ दिन सक्छु त्यो पारि हो यो पुरै माहौल। चिसो वाइल्ड छ हौ गाइज, चिसो दिन सक्नुहुन्छ। त्यसपछि यहाँबाट यो ग्रिनविच युनिभर्सिटी भन्छन् क्या, बिटी हो यो। मान्छेहरू हिँडिरहेको छन् यहाँ, म पनि हिँडिरहेको छु यसरी। वाइल्ड हरियो छ हौ गाइज त्यतातिर, चिसो पनि दामी छ। भ्यू इन्जोय गर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तरी बिल्डिङ ठुला कस्तो देखिन्छ हौ यताबाट त, वाइल्ड। यस्तरी यहाँ फेरि योगा जगिङ गर्न आउँछन् मान्छेहरू, तर लाइट बलेर रहेछ के पो।
अब हामी तल जान्छौँ, त्यसपछि हामी घर जान्छौँ यहाँबाट। अनि अब यहाँ धेरै बेर बस्नुहुन्न किनभने वाइल्ड जाडो छ, हामी कपडा धेरै नलगाएर आएन मैले, द्याट्स वाइ। अब हामी यहाँ निस्किन्छौँ एकछिनमा। तल आयौँ, अघि हामी त्यहाँ माथि थियौँ त्यो उसमा, अब यहाँबाट चाहिँ हामीहरू तल आयौँ। एकदम जाडो भएर मैले यो के भन्छ हुडी लगाइसकेको छु, वाइल्ड चिसो छ हौ यहाँ त, माइनस छ क्या हो। हिजो अस्तिसम्म त हिउँ परिरहेको थियो, अब अहिले परिरहेको छैन होला। अनि यही हो मेन हेर्न आएको हामीहरू। अब भित्र जान पाइन्थ्यो होला, अब आज हल्का मिलेन माहौल, किनभने त्यहाँ बन्द भइसकेको रहेछ। अनि अरू पनि के माहौल थियो, म पुरा पछि भनौँला। अब त्यो भिडियो गर्ने बेला यहाँ चाहिँ टन्ने मान्छेहरू आउने रहेछन् डग्सहरूलाई उ गर्न, त्यहाँदेखि ध्यान सक्नुहुन्छ। अब चाहिँ हामी डाइरेक्ट बस स्टेसनमा जान्छौँ यहाँबाट होइन। त्यसपछि त्यो पुरै एरिया चाहिँ कस्तो ब्लर आएको, दामी छ हो यो एरिया चाहिँ पुरै, ध्यान सक्नुहुन्छ। यहाँ पुरै लन्डन सिटी देखिने रहेछ त्यहाँ माथिबाट, अग्लोमा छ नि त त्यो हिल जस्तो ठाउँ, त्यही भएर त्यहाँबाट देखिने रहेछ। अब चाहिँ घर जान्छौँ हामीहरू, केटाहरूलाई बोलाउँछु म त्यहाँबाट, त्यसपछि हामी घर जान्छौँ। द नेक्स्ट डे होइन, म चाहिँ कामबाट फिर्ता आइरहेको, त्यो भन्छ वाइल्ड पानी भइरहेछ लन्डनमा यहाँ। त्यसपछि कामबाट भन्दा पनि एउटा ट्रायलमा गएको थिएँ, त्यसपछि अब ट्रायल दिएर आएको। मेरो काम चाहिँ अर्को नै हो, मेरो काम यो हप्ता थिएन, सो ट्रायल दिएर आएको नयाँ कामको लागि। दिस इज इट गाइज होइन, हामीहरू इन्जोय गऱ्यौँ, ग्रिनिस तपाईँलाई देखाएँ मैले। त्यसपछि अब चाहिँ हामी यो भ्लगलाई इन्ड गर्छौँ यहाँ, बिकज हामीले लामो भ्लग गराउँछौँ, एकदम छोटो मिठो गराउँछौँ। अनि हाम्रो टार्गेट चाहिँ अब हामी बढाउँछौँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पऱ्यो। अब ब्याक टु ब्याक भ्लगहरू हाल्छु मैले। सो लन्डनको मौसम चाहिँ वाइल्ड जाडो छ केटा। म गएको ठाउँ चाहिँ एउटा थियो होइन, लाइक किचनभित्रै हो त्यो कम्पनी, त्यसपछि त्यहाँ गएको थिएँ म। अनि अब त्यहाँ चाहिँ अब के भन्छ सिलेक्ट भयो भने चाहिँ म त्यहाँबाट काम गर्छु, र अहिले करेन्ट गरिरहेको ठाउँमा चाहिँ म गर्दिनँ होला। सो लेट्स सी, हो फर द बेस्ट, प्रिपेयर फर द वर्स्ट, यस्तै हो लन्डनमा। अनि नेक्स्ट नयाँ जाने इन्टरको लागि आउँदिनुहुन्छ भने मेक स्योर टु ब्रिङ छाता है केटा, हो छाता रेनकोट नभएछ नहुनु हो, यहाँ अति पानी पर्छ हो यता त। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, अर्को भ्लगमा भेटिन्छ, हस् त, बाई।